मान्छेले लगाउने लुगाको आधारमा उसको इज्जतको मापन गरिन्छ। त्यही विषयसँग सम्बन्धित आज एउटा कथा। एउटा शिक्षकको जसले पढाउँदा पढाउँदै अर्कै सपना देखे। मैले पढाउनु भन्दा मानिसहरूको शरीरमा ओढाउन पाए, अर्थात् उनी पढाउने भन्दा पनि हरेक नेपालीको शरीरमा कपडा ओढाउने भन्ने सपना देख्दै थिए। तर त्यो सपना निकै महँगो पर्दथ्यो उनलाई, किनकि अहिलेसम्म बाबुबाजेले नगरेको कुनै पनि अनुभव नभएको सपना कहाँबाट देख्दै थिए। आज त्यही सपनाको कथा। तपाईले सुरुवात केबाट गर्नुभयो त्यसले मायने राख्दैन, तर तपाईले अन्त्य केमा गर्नुहुन्छ त्यसले एकदम ठूलो भूमिका निर्वाह गर्छ। त्यस्तै सपना देख्नेहरू मध्ये पढाउँदा पढाउँदै एकजनाले सपना देखे, मैले पढाउने काम भन्दा ओढाउने काम गर्यो भने झन् धेरै सफल हुन्छु कि। सायद यो सपना देख्नेलाई भन्दा सपना सुन्नेलाई अजीब लाग्न सक्छ। पढाइरहेको शिक्षक चटक्कै शिक्षण पेशा छोडेर एकाएक कपडाको व्यापार गर्ने, त्यो पनि कहिले अनुभव नभएको क्षेत्रमा। बाबुबाजेले कहिले पनि नगरेको पेशा कसरी गर्छ भनेर धेरैले चुनौतीका आकलनहरू तिर्साइदिए। तर भनिन्छ नि, सपना पूरा गर्न निरन्तर मेहनत गरिरहनु पर्छ। एक दिन त्यही सपनाको पछाडि सफलता कुद्दै कुद्दै अंगालो हाल्न आइपुगिहाल्छ। तर सपना पूरा गर्न समस्याको गल्लीहरू भने पार गर्नुपर्छ। कुनै साँघुरो होला, कुनै फराकिलो होला, तर अवश्य यस्तो गल्ली पनि आउँछ जहाँ अन्धकार यति भइदिन्छ कि योभन्दा अगाडि बढ्ने बाटो नै छैन जस्तो लाग्छ। त्यही अन्धकारको सामना गर्दै सपनालाई विपनामा परिणत गरेको कथा हो सुट मालाको कथा। 2063 सालमा सामान्य तवरले राजकारकी शिक्षण पेशामा पस्छन्, त्यो पनि आफ्नै दाइले सञ्चालन गरेको स्कुलमा। तर त्यसको केही वर्षमै दाइ डिबी परेर अमेरिका जानुपर्ने भएपछि त्यो स्कुलको व्यवस्थापनको जिम्मेवारको भार आफ्नो काँधमा आइपुग्छ। बाध्यतावश गरिएको काम र रहरवश गरिएको काममा फरक हुन्छ। उनलाई त्यो एउटा जिम्मेवारी र बाध्यता मात्र लाग्न थाल्यो। उनको मन भने अन्त्य लागिरहेको थियो। एक दिन कसैले सुनाइदिए, मानिसको व्यक्तित्व उसले लगाउने कपडामा झल्किन्छ भने। यो प्रख्यात कथा त यहाँले धेरै पटक सुन्नुभएकै होला। एउटा विशिष्ट व्यक्ति जसले समाजमा ठूलो योगदान दिएका छन्, उनलाई एकचोटि एउटा पार्टीमा निम्तो गरिन्छ। उनी सामान्य तवरले आफ्नो लवाई जस्तो छ त्यही हिसाबले जान्छन्। त्यहाँ द्वारपालेले उनलाई भित्र छिर्न दिँदैनन्। उनको पहिरनको कारणले आसपासमा रहेका मान्छेले पनि उनलाई खासै ध्यान दिइरहेका हुँदैनन्। उनी त्यहाँ त्यसरी छिर्न नपाएपछि घर फर्किन्छन् र कोट प्यान्ट लगाएर फेरि त्यही स्थानमा आइपुग्छन्। अहिले सुटेड बुटेड भएर आएका उनलाई द्वारपालेले पनि सजिलै पठाउँछन् र अघि आसपासमा अनदेखा गरिरहेका पाहुनाहरूले पनि उनलाई सत्कार गर्न थाल्छन्। त्यसपछि आयोजक मध्ये एकजनाले उनलाई खानेकुराको लागि केही लिनको लागि आग्रह गर्छन्। उनले सिधै रक्सीको ग्लासमा आफ्नो हात लम्काउँछन् र त्यहाँ रहेको रक्सी आफ्नो कोटमा खनाउँछन्। यसो देखेपछि आयोजकले सोध्छन्, यो के गर्नुभएको भनेर। उनले जवाफ दिन्छन्, वास्तवमा मेरो कामको अनि मेरो गुणको भन्दा बढी इज्जत मेरो पोसाकको हुने रहेछ। त्यसकारणले रक्सी मैले खानुभन्दा पनि मेरो पोसाकलाई खुवाइदिएको भनेर जवाफ दिएछन्। नभन्दै यो कथाले धेरैलाई प्रेरणा दिएको छ कि मानिसको आवरण अनि पहिरेको पोसाकले मान्छे कस्तो छ भनेर समाजमा आकलन गरिन्छ। मानिसलाई गर्ने व्यवहार उसको पोसाकले निर्धारण गर्ने चलन छ। तसर्थ उनले गुणस्तरीय पोसाक सबैले लाउन पाउन् भन्ने सोच बनाए र त्यसको प्रतिफल स्वरूप उनले सञ्चालन गर्न लागे सुटमाला, जसको ट्यागलाइन थियो सुट पनि पाइने अनि खुसी पनि मिल्ने। अर्थात् उनी यति कम मूल्यमा सुट उत्पादन गर्न चाहन्थे ताकि धनाढ्यले मात्र होइन, साधारण भन्दा साधारण मान्छेले पनि सुट किन्न सकोस् र लगाउन सकोस् र सँगै राष्ट्रिय पोसाक पनि त्यतिकै सुपथ मूल्यमा पाइयोस्। यो हिसाबले उनले बागबजारको सबैभन्दा व्यस्त ठाउँमा ऋण लिएर भए पनि पसल सुरु गर्ने कोसिस गरे। उनको यो सपना देख्दाखेरि धेरैजना उनलाई मगज बिग्रिएको भनेर संज्ञा दिन थाले, किनकि यो उनको पुर्खौली पेशा थिएन, न उनलाई यो पेशामा कुनै अनुभव नै थियो। तर नयाँ अवसरहरूलाई स्वागत गर्न पुराना असफलताहरूलाई बिर्सनै पर्छ भनेसरी उनको असफलताहरू त अब आउनै बाँकी थियो। पहिलो कुरा त त्यति व्यस्त ठाउँमा नयाँ व्यापार खडा गर्नु नै पहिलो चुनौती भयो। आफूसँग पुँजी रहेन, स्कुल चलाउँदा चलाउँदा छोड्नु परेको थियो र घरमा जिम्मेवारी पनि। ती सब कुरालाई थाँती राखेर उनी सबै मध्यमवर्गीय र निम्न मध्यमवर्गीयहरूको पहुँचमा सुट होस् भनेर आफ्नो सपनाको पहिलो खुड्किलो स्वरूप सुटमाला स्थापना गर्दै थिए। त्यसको पहिलो खुड्किलो स्वरूप उनले काम गर्ने कामदारहरू जुटाउनु पर्ने थियो जो यो काममा दक्ष थिए। साथीभाइ र आफ्ना मानिसहरूसँग केही रकम सापटी मागेर भए पनि उनले काम सुरु गरे। उनी उधारोमा कपडा लिएर आउँदै अनि ऋण लिएको पैसाले तलब दिँदै सुट बनाउने प्रक्रियामा थिए। उनलाई थाहा थिएन अर्डर कति आउँछ वा आउँदैन, उसको काममा ग्राहकहरूले विश्वास गर्छन् वा गर्दैनन्। तर त्यति नै खेर उनलाई वचन लगाउनेको कमी थिएन। त नराम्रोसँग डुब्छस्, यसले गर्न सक्दैन भन्ने
भन्नेको कमी थिएन। समस्याको पहाडहरू देखाइएको थियो, तर समस्या होइन, समाधान खोज्ने बानीको विकास गर्नुपर्छ भन्दै राज अगाडि बढ्दै थिए। त्यसपछि पसल खोलेको केही दिनमै उनलाई सुटको अर्डर आउँछ र यसरी ऋण काटेर ज्याला र कपडाको तिर्नु पर्ने पैसा आफ्नो जोखिममा राखेर उनले पहिलो ग्राहकलाई बिना अग्रिम भुक्तानी नै सुटको पहिलो अर्डर लिन्छन्। तपाईको सुट भोलि नै तयार हुन्छ भनेर आश्वस्त पार्छन्, तर थाहा छैन उनले भोलि दिन सक्छ कि सक्दैनन्। उनको यो प्रतिबद्धता देखेर पहिलो ग्राहक खुसी हुँदै फर्किन्छन् र भोलि आउने बताउँछन्। उनलाई आपत पर्छ, वचन दिइसकेको छ, भोलि नै गुणस्तरीय सुट दिन सकिन्छ कि सकिँदैन भनेर, तर उनलाई जसरी पनि बोलेको कुरा पूरा गर्नु थियो। उनले त्यस रातभर लाग्ने लागत भन्दा पनि दोब्बर ज्याला दिएर कारिगरलाई काम गर्न लगाउँछन् र रातभरि उनी आफै खटिएर बस्छन् र नभन्दै भोलि बिहानसम्म सुट तयार हुन्छ। सुट उनलाई त बेहद मनपर्छ, तर ग्राहकलाई कस्तो लाग्छ भन्ने कुरामा ऊ अझै पनि आश्वस्त थिएन। जब ग्राहक आउँछन् अनि सुट हेर्छन् तब ग्राहक एकछिन केही बोल्दैनन्, उनी हात्तिन थाल्छन् र भित्रभित्र डराउँछन्, सायद ग्राहकले सोचे जस्तो सुट भएन होला भनेर। यदि पहिलो अर्डरमा नै उनले मात खायो भने उनको आत्मबल टुट्नेछ, बजारभरि उनको बदनाम हुनेछ र कोही पनि ग्राहकले उनलाई पत्याउँदैनन् भन्ने कुराले उनी त्रसित हुन्छन्, तर अनुहारमा भने चिन्ताको कुनै पनि रेखा देखाउँदैनन्। भित्र जति चिन्ता भए पनि सबैभन्दा गाह्रो काम मुस्कुराएर बस्नु, त्यही उनले अपनाउँछन् र आत्मविश्वास र मेहनतले असम्भवलाई सम्भव बनाउँछ भने जस्तै केही क्षणमा ग्राहकको शब्द निस्किन्छ, वाह लाजवाब। यति सुनिसके पछाडि उनी मजाले खित्का छोडेर हाँस्छन्। उनी हाँसिरहेका मात्र हुन्छन्, तर आँखा भने पुरै रसाएको हुन्छ। सँगै रहेका उनका कारिगरले उनका आँखा हेर्छन्, आँखाबाट तप तप आँसु झरेको हुन्छ। जिन्दगीको पहिलो मेहनतको फल जुन उनले सपना देखेका थिए, त्यो सपना विपनामा परिणत भएको क्षण सायद उनको निश्चल मनस्थिति बुझेर होला ग्राहकले पनि लागत भन्दा 100 रुपियाँ बढी दिएर जान्छन् अनि त्यो प्राप्त गरेको 100 रुपियाँलाई उनले आफ्नो सफलताको सूचकको रूपमा लिन्छन् र त्यसमध्ये 10 रुपियाँ आफ्नो डायरीमा राखेर 90 रुपियाँ त्यही कारिगरलाई दिन्छन् र भन्छन् तपाईले गर्दा यो सम्भव भएको। त्यसपछि भने उनमा आत्मविश्वास बढ्दै जान्छ। उनले अर्डरहरू धमाधम लिन थाल्छन्। बजारमा चलनचल्तीमा जति पर्छ कपडाहरू त्यो भन्दा कम दाममा बेच्छन्, तर गुणस्तरमा उनले आफूलाई कहिले पनि तल गिर्न दिँदैनन्। तर भनिन्छ नि, सुख र दुःख सँगसँग आइरहने दुई पाटाहरू हुन्। उनका सुखका दिन सुरु भएकै थिएन, दुःखको जन्जालले उनलाई घेर्न थालिसकेको थियो। उनले बल्ल बल्ल स्थापना गरेका कारिगरहरू उनी नभएको अवस्थामा अन्य पसलका मानिसहरू आएर उनका कारिगरलाई प्रलोभन देखाउन थाल्थे। भन्थे, म तपाईलाई यहाँभन्दा 200 रुपियाँ बढी दिन्छु, र अर्को दिन उक्त कारिगर त्यहाँ काम छोडेर हिँडिसकेका हुन्थे। कारिगर गुमाउनु आफैमा ठूलो दिक्कत थियो र त्योभन्दा ठूलो दिक्कत ग्राहकको विश्वास गुमाउनु। यो दिनसम्म मैले लुगा प्राप्त गर्छु भन्ने ग्राहकको विश्वास हुन्थ्यो र त्यही लुगा सिलाइदिने कारिगरले नै धोका दिएर गएपछि रातारात उनी अर्को काम गर्ने मान्छे खोज्नलाई यताउता भौतारी रहनु पर्थ्यो। यसरी कैयौं पटक उनले स्थापित गरेका कारिगरहरू टपक्क टिप्दै अन्त लिएर जाने समस्याले उनी ग्रसित हुन थाले। तर राजले सिक्ने अवसर पाए कि चुनौतीहरू अवसरको रूपमा सधैँ ढोका टकटकाइरहेका हुन्छन्, मात्र हामीले ढोका चिनेर खोल्न जान्नुपर्छ। त्यसपछि उनले यो समस्यालाई पनि सल्टाउनको लागि काम गर्ने कारिगरहरूलाई पनि नेतृत्वदायी भूमिकामा लिएर आइदिए र यसरी उनीहरूले आफ्नो स्वामित्व महसुस गरिसकेपछि यो हाम्रै हो भनेर दीर्घकालीन रूपमा समस्याको समाधान भयो। त्यसपछि उनले बुझे अरूलाई जित्नुभन्दा पहिले आफैलाई जित्न सक्नु पर्दो रहेछ। बरु राज आफू कामदार बने र काममा रहेकाहरूलाई मालिक बनाइदिए। त्यसपछि उनको व्यवसाय सुटमाला ऊ नभए पनि आफै चल्न लाग्यो। अर्थात् उनी सुटमाला छोडेर सुटमालासँग आबद्ध सामाजिक काममा होमिन थाले। उनले विभिन्न सामाजिक क्रियाकलापहरूमा सुटमालाको तर्फबाट सहयोगी हातहरू बढाउन लागे र फलस्वरूप विभिन्न संस्थाको कार्यक्रमहरूमा प्रायोजन पनि गर्न थाले। उनको सुट नेपालका सबैभन्दा नाम चलेका कलाकारहरूदेखि लिएर नेता, अभिनेता, गायक वा अन्य प्रख्यात व्यक्ति प्राय सबैले आफ्नो शरीरमा लगाउँदै थिए। उनको सपना पढाउनुभन्दा शरीरमा कपडा ओढाउनु भन्ने थियो, जुन उनी पूरा गर्दै थिए। तर उनले व्यापार गर्ने क्रममा एउटा कुरा भने सदा नछुटाइ राखे, त्यो हो खुसीको अनुभूति। तसर्थ उनले ट्याग लाइन पनि राखे, छुट पनि पाइने अनि खुसी पनि मिल्ने। उनी आएका ग्राहकहरूसँग सधैँ मृदुभाषी भएर कुरा गर्न लागे र भरपूर खुसी पनि दिन लागे र यसरी उनले पूरा हुँदैन भनेर देखेको सपनालाई सबै सामु पूरा गरेर आफ्नो सपनामा बाँचिरहे। असम्भव जस्तो देखिने यो सपनालाई उनले आत्मविश्वास र धैर्यतालाई जीवनको ठूलो हतियार बनाएर प्रयोग गरे र विपनामा परिणत गरे र यो साबित गरिदिए कि जीवनमा केही कुरा सुरु गर्नलाई कहिले ढिला हुँदैन र देखेको सपनालाई विपनामा परिणत गर्न पनि असम्भव हुँदैन। यदि तपाईँ जुत्ता बनाउने कारखाना खोल्न चाहनुहुन्छ भने तपाईँको बाबु बाजेले कहिले जुत्ता नसिलाएको भए पनि फरक पर्दैन। कथा राज कार्कीको। कयौंले मूर्ख भने पनि आफ्नो मूर्खता नै सही, त्यही प्रयोग गरेर अगाडि बढेका राज जसले सपनालाई विपन्नामा परिणत गरेर देखाइदिए। उनी राजको कोटदेखि चोट हुँदै पूरा भएको सपनाको बोर्डदेखि मेहनतबाट कमाएको नोटहरूसम्मको कथाले धेरैलाई प्रेरणा दिन सक्छ।